अचारबाई पौरखी प्रस्तुत गर्दछ फिस करी। नमस्कार साथीहरू, तपाईँहरूलाई स्वागत छ मेरो यो नयाँ भिडियोमा। आज चाहिँ हामीले फिस करी कसरी बनाउँछौँ भनेर देखाउन गइरहेको छौँ। ल, आशा छ तपाईँहरूलाई हाम्रो भिडियो पक्कै पनि मनपर्छ। सुरुदेखि अन्तिमसम्म हेरिदिनुहोस्। ल, सुरुमा चाहिँ हामीले माछा किनेर ल्याएर यहाँ सफा गर्दैछौँ। सफा गरिसकेपछि यसलाई हामी म्यारिनेट गर्नतर्फ लाग्छौँ। हल्का बेसार राखिदिनुहोस्, हल्का नुन राखिदिनुहोस् र यसलाई राम्रोसँगले तपाईँहरूले म्यारिनेट गरिदिनुहोस् है। अब घरमा कतिजनाको परिवार छ त्यही अनुसारले माछा त तपाईँहरूले ल्याइ नै हाल्नुहुन्छ। राम्रोसँगले म्यारिनेट गरिसकेपछि आधा घन्टा जति तपाईँहरूले यो म्यारिनेट गरेको माछालाई राखिदिनु पर्ने हुन्छ है। त्यस पछाडि अर्को साइडमा तपाईँले प्याज, टमाटर, लसुन काटेर ठिक्क पार्नुभयो भने पछिलाई सजिलो हुन्छ। यहाँ चाहिँ हामीले मसला पनि प्लेटमा राखेर रेडी गरिसकेको छौँ है। तपाईँहरूले चाहिँ फिस करी कसरी बनाएर खानुहुन्छ प्लिज कमेन्टको थ्रु चाहिँ हामीसँग तपाईँहरूको रेसिपी सेयर गर्न सक्नुहुन्छ। ल, यहाँ चाहिँ अब सुरुमा कराई बसाउने, कराई बसाइसकेर तेल राखिदिनुहोस्। तेल राखिदिएर एकछिन कराई तात्दै गर्छ। यहाँ म मसला देखाउँछु ल तपाईँहरूलाई। मेथी, टिमुरको धुलो, धनियाँ जिराको धुलो, बेसार, खुर्सानी, तेजपत्ता र ल्वाङ सुकमेल हामीसँग छ। सुरुमा तेलमा तपाईँले मेथी राखेर फुराइदिनुहोस्। हामीले चाहिँ यसरी नै गर्छौँ। हाम्रो स्टाइलले तपाईँ पकाउन आँट्दै हुनुहुन्छ, मैले जे गर्छु त्यही गर्नुहोस्। ल, त्यसपछि पालो आयो लसुनको। लसुन राखेर यसलाई पनि फ्राई गरिदिनुहोस् होइन। यो चाहिँ हल्का ब्राउन हुनुपर्छ। एकछिन चलाइदिनुहोस्। त्यसपछि पालो आयो प्याजको। प्याज पनि राखेर तपाईँले त्यसरी नै ब्राउन हुने गरी फ्राई गरिदिनुहोस्। सुरुमा चाहिँ हामीले मसला यसरी नै पकाउँछौँ। हामी चाहिँ फ्राई गरेर कमै मात्रामा खान्छौँ। हामी चाहिँ यो फिस करी बनाउन अलिअलि थाई किचनबाट इन्सपायर पनि भएको छौँ। त्यसपछि मैले यहाँ राख्दैछु बेसार होइन। बेसार राखेर तपाईँले राम्रोसँगले चलाइदिन सक्नुहुन्छ। हाम्रोमा चाहिँ पहिलादेखि नै यसरी नै पकाएर खाने गरेको छ। फ्राई चाहिँ हामी अलिक कमै मात्रामा खान्छौँ। राम्रोसँगले तपाईँले त्यो प्याज, लसुन राम्रोसँगले ब्राउन हुने गरी फ्राई गरिदिनुहोस्। फ्राई गरिदिइसकेपछि तपाईँले हेर्नुहोस् त कस्तो राम्रो देखिँदैछ। त्यसपछि मैले यता ल्वाङ सुकमेललाई टुकटुकेमा टुकटुक पारेर कुट्दैछु होइन। तपाईँहरू चाहिँ के भन्नुहुन्छ? म चाहिँ यसलाई टुकटुकै भन्छु, हामी प्रायः टुकटुकै नै भन्छौँ होइन। त्यसपछि यता मैले तेजपत्ता राखेर हामी यसलाई फ्राई गर्दैछौँ होइन। अनि फ्राई गर्दैछौँ। यो चाहिँ हाम्रो मसला यो बन्ने प्रक्रियामा छ। त्यसपछि मैले यहाँ चाहिँ जिरा धनियाँको धुलो, खुर्सानीको धुलो, टिमुरको धुलो राखेर फेरि हामी यसलाई राम्रोसँगले चलाउँदैछौँ होइन। अनि चलाइदिइसकेपछि अघि मैले काटेर टुकटुकेमा किचेर राखेको ल्वाङ सुकमेललाई पनि हामीले यहाँनिर राखिदिएपछि हामीले फेरि यहाँ टमाटर राखेर राम्रोसँगले चलाउँदैछौँ। लसुन अदुवाको पेस्ट पनि मैले यहाँ राखिदिएँ राम्ररी चलाउने। र अब बाँकी रह्यो तपाईँले कतिजना हुनुहुन्छ, कति माछा छ त्यो अन्दाजले तपाईँले सुप राखिदिन सक्नुहुन्छ है। हामीले चाहिँ यहाँ सुप राखेर यसलाई मजाले पकाउँदैछौँ। राम्रोसँगले पकाइसकेपछि सुप पाकिसकेपछि अब तपाईँले अघि म्यारिनेट गरेर राखेको माछालाई चाहिँ सर्लक तपाईँले त्यो सुपमा राखिदिन सक्नुहुन्छ है। अब यो चाहिँ तपाईँहरूले आफैले अन्दाज गर्नुपर्ने हुन्छ। सुप चाहिँ राम्रोसँगले अलिकति पाक्नुपर्छ। पाकिसकेपछि तपाईँले माछालाई टक्क त्यहाँ राखिदिन सक्नुहुन्छ। यहाँ चाहिँ अलिकति मैले भिडियो गर्न छुट्यो। हामीले चाहिँ अलिकति सुप पनि थपेको थियौँ है, अलिक कम होला जस्तो लागेर। त्यसपछि मैले माथि धनियाँ राखिदिएको छु। धनियाँ राखिदिएर यहाँ हाम्रो फेरि पकाइदिने। हाम्रो चाहिँ यहाँ पाक्दैछ। हेर्नुहोस् न, माछा जस्तै तेजपत्ता कस्तो मजाले फर्लक हल्लिँदैछ। त्यसपछि तपाईँले छोपेर 5 देखि 10 मिनट राम्रोसँगले माछा पकाउनुपर्छ है। पाकिसकेपछि लगभग यो अन्तिम अवस्थामै आइसकेको छ, मजाले पाकिसकेको छ। अब चाहिँ हामी यसलाई बोलमा ट्रान्सफर गर्छौँ होइन। हेर्नुहोस् न, माछा कस्तो मजाले पाकेको छ। देख्दाखेरि पनि कस्तो, हेर्नुहोस् न, खाउँ लाग्ने भएको छैन त, कस्तो मजाले पाकिरहेछ क्या। यसरी तपाईँले पकाएर खानु भने पक्कै पनि तपाईँको जिब्रोले नयाँ स्वाद चाहिँ पाउँछ है। एकदमै टेस्टी हुन्छ यो चाहिँ। यहाँ चाहिँ मैले अब कराईबाट हामी यहाँ बोलमा राख्दैछौँ माछालाई चाहिँ टक्क तपाईँले चाहिँ टक्क पिस टक्क गर्नुभयो भने यो टुक्रिँदैन होइन। नटुक्रिँदाखेरि खाना पनि सजिलो, मिठो त त्यसै पनि भइहाल्छ होइन। हेर्दैखेरि हेर्नुहोस् न कस्तो मिठो छ यो। तपाईँले एकचोटि यो फिस करी चाहिँ ट्राई गर्नुभयो भने है, तपाईँको स्वादले जिब्रोले मुखले चाहिँ दरो स्वाद पाउँछ। हेर्नुहोस्, यहाँ चाहिँ मैले राइससँग चना अनि भिन्डी र आलुको सब्जीसँग अब यहाँ फिस करी खाँदैछु है।
हेर्नुहोस् न कस्तो मिठो छ, हेर्दै खाउँ लाग्नेछ। हामीले चाहिँ प्राय यसरी नै बनाएर खान्छौँ। आशा छ तपाईँहरूले पनि एकचोटि यसरी ट्राई गर्नुहोला। अन्तमा तपाईँहरूलाई हाम्रो भिडियो चाहिँ कस्तो लाग्दैछ प्लिज लाइक कमेन्ट सेयर र सब्सक्राइब गर्न चाहिँ नबिर्सनुहोस् ल। हस् त, नमस्ते, बाई बाई, ह्याभ अ गुड डे।